हेलो सेवा यो सेमेनेनो सेवाहरू सम्पूर्ण इष्टमित्रलाई पुनः स्वागत छ आजको नयाँ एपिसोडमा हैन। यो 84 युट्युब च्यानलमा रहनुहुने सम्पूर्ण इष्टमित्रलाई हेर्नुहुने सम्पूर्ण इष्टमित्रलाई फेरि पनि स्वागत छ। आज चाहिँ म यो हाम्रो लोकल गाउँमा आइसकेको छु। मेरो जन्मथलो गाउँमा आइसकेको छु। छतर जोरपाटी गाउँपालिका 1 हात्तीखर्क साबिक अहिले अनि सागफारी गाउँ भन्छ। आज चाहिँ स्पेशल दिन के भने एकदमै हाम्रो 84 टिमको सचिव 84 टिमको सदस्य सचिवज्यू चाहिँ मेरो झोपडीमा चाहिँ आज आउँदै हुनुहुन्छ। उहाँलाई वेलकम गर्नुपर्ने छ है। एकदम खुसी लागिरहेछ। त्यत्रो बाटो एक्लै आउँदै हुनुहुन्छ। एकदम वेलकमको लागि म तल बाटोसम्म जाँदैछु। हाम्रो दाइ चाहिँ सुभाष दाइ फाइनल्ली हाम्रो गाउँमा ल्यान्ड भइसक्नु भएको छ। आमामा सुभाष दाइ अनि बाबारे बाबा भएन बाटो होइन पिच बनाउँदैछ कि त्यही भएर पिच बनाउँदै थियो। फुल एक्सपिरियन्स अरे लु कोसेली झन्डै दुलो परेर यहाँ फत्त झरेर अघि त्यो किन ल्याउनु भएको कोसेली हेड टेरी सुरज वेलकम हजुरलाई वेलकम। कति बजे हिँड्नुभयो उतादेखि? म 11 साढे तिर हिँड्ने होला। अनि तल लेगुवादेखि माथि आएर त्यो अस्ति हामीले एकताल मान्छे लाएको थियौँ 1 घन्टा त्यहाँ त सुतेछु। ए त्यो थकान भएर ल वेलकम फाइनल्ली। यो त अनि झन्डै उट्याएको छु। यो त हाम्रो सानो झुपडीमा वेलकम तपाईँलाई। आउनुभयो खुसी लाग्यो। ल यसलाई डबल स्ट्यान्ड लाग्यो आदि हो मारी आयो ज्वाइँ भन्नु पनि अब सबै वासीहरू आमा केटाकेटीहरू सबै जानिसकेको छ। काजल भनेको ल है आयो है यो आयो यो खाना अडिलो खाना। अब यसमा म कुनै यसको चाहिँ डिस्क्राइब गर्न चाहिन्न। यहाँबाट सुरु हुन्छ, यहाँ आउँछ, यो बन्छ कोदोको ढिँडो, ट्याक्क लोकल कुखुराको रस र मासु, यो के अरे साँचेको गाईको दही, साँचेको गाईको दही, डल्ली गाईको मही। बिहानबाट नै मैले सुरु गरिसकेँ पाहुनाको नाताले, नत्र यसरी खाना चाहिँ मिल्दैन। अरू बेला पाहुनाको नाताले चाहिँ खाना मिल्छ है। फेरि बिहानैबाट राई लिम्बूकोमा अरू बेला फेरि बिहानबाट दिउँसोबाट खानु हुँदैन। कहिलेकाहीँ राति टेन्सन हुँदा खाने, खुसी हुँदा खाने, परिवारसँग बसेर खाने, दुःख हुँदा खाने। तर यो चाहिँ आज म पाहुनाको नाताले म त सङ्लो पो बनाइदिन्छु दाइ। ल अब खाना लागेको, अब एकदम सुरु गर्ने। सुभाष दाइ जे जस्तो भयो नि ज्यासाङ होइन, मिठो मसिनो जे जस्तो छ होइन, यसो मिठो मानेर खाइदिनु होला। एकदम झुपडीमा स्वागत छ तपाईँलाई। यता बाजे नि हुनुहुन्छ, हाम्रो बाजे नि सुरु गर्नुभयो। सरक्क हाल्ने सरक्क। ओहो गुन्द्रुकको ओहो ल हेलो 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 लु आज चाहिँ हामी चाहिँ नयाँ हाम्रो सुभाष दाइलाई वेलकम सहित हामी के अरे पाहा मार्न हामी के अरे वालुप्पा मार्न जाँदैछौँ खोलामा। नयाँ सुभाष दाइले एकदम नयाँ एक्सपिरियन्स यो चाहिँ गराउन चाहन्छौँ। भ्यागुताको दाइ मार्न जाँदैछ। भ्यागुता मारेर ल्याएर खानेछौँ, देखाउनेछौँ। यो चाहिँ धनकुटाको हात्ती खर्कमा आयो। अब हात्ती खर्कको भ्यागुतालाई आज पुरै किल गर्ने हो।
अब आज यो चाहिँ माथि हैन ल बोजू बाजे हामी तयारी हुँदैछौँ हामी जानको लागि खाजा यहाँ खाजा कहाँ हराउँछ हेलो म यता राख्छु त्यो त घरभित्र कहाँ राख्नु जोगाड गरेको बिर्सिनु भयो नि त भोलि फेरि खोज्दा खोज्दा होइनन् फेरि जुत्ता ल साएर नगर न बाजेलाई ल हामी चाहिँ यहाँ पारी झिलिमिली हेर्नु त त्यो आकाश जस्तो पारी चाहिँ यो सान्ने हो यो पुरै झिलिमिली तारै झिलिमिली यो सान्ने हामी चाहिँ हाम्रो गाउँमा आएको छौँ सुभाष दाइ आउनुभएको छ होइन क्लियर छैन नि त मौसम त्यही भएर ल हामी अब चाहिँ जानेछौँ भुइँचारी आम्मा हो हिँड्दै आउने ल ल ल भुइँचारी आम्मा हो ल के जानेको नि ल तालम त भन्छ आम्मा अब चाहिँ पुरै सरदम पुरै तयारीका साथ हामी जान लागेका छौँ सुभाष दाइ यसमा चाहिँ यो झोलामा चाहिँ आउँदै चक्लेट लिनु जास् यो चक्लेट खोलादेखि ल खोलादेखि चक्लेट ल्याइदिनु ल ल यो झोलामा चाहिँ एकदम सरदमहरू सहित सामानहरू सबै झोलामा के होला भन्नुहुन्छ होला ओ खाजा हाम्रो मिसन हाम्रो के हन्टिङ अरे वालुपा वालुक्पा हन्टिङको लागि यो वालुक्पालाई खुवाउने भेटाएपछि वालुपालाई खुवाउने वालुक्पालाई मच्छर लाग्छ भनेर मच्छरदानी अनि अरू त के छ यो भित्र देखाउनु मिल्दैन सबै यहाँनिर हामी 22 तोपको गोली पनि बोकेका छौँ हतियार यहीँ भित्र छ भरे पड्काइन्छ बाटोमा हामी जान लागेछौँ अब अलिक ढिलो भइसकेछ हेरौँ है अब बाटोमा जाँदाखेरि र पुगेपछि हेरौँ के कतिको पाइन्छ शिकार यो चाहिँ एकदमै हाम्रो सुभाष दाइलाई चाहिँ आउने बित्तिकै नयाँ एक्सपिरियन्स वालुपा र आज यो चाहिँ खास मेरो लागि नै विशेष भनेर मिलन बन्धु उहाँ दाइहरूले चाहिँ एकदम मलाई विशेष गरेर चाहिँ यहाँ गरिदिइराख्नु भएको छ त्यसको लागि धन्यवाद र म एकदम खुसी छु र मेरो नयाँ आजको चाहिँ अनुभव खेल्न जाँदैछु त्यो शिकारमा कतिको शिकार मर्ने हो थाहा छैन अब गएरै थाहा हुन्छ भरे तपाईँहरूले हेरिनु नै हुनेछ ओहो एकदमै ल अब हन्टिङको लागि यस्तो सिरुपाते खुकुरी बोक्नुपर्छ है यो चाहिँ कम्मरमा भिरेर यो चाहिँ आजको यो हाम्रो गोर्खेको हतियार हो यहाँ हरेक चिन्ह चाहिँ यो चिन्हको अहिले म कुरा गर्दिनँ रात पर्न सक्छ अब यसले चाहिँ जे पनि गर्न सक्छ शत्रुदेखि मित्रसम्मको चिन्जान यसले गर्छ यो देखियो ल देखियो अब चाहिँ विचार गर्नु हो साथी हो विचार चौके फेरि यो दाबबाट निकालेपछि यसले राम्रै काम गर्छ तर नभनौँ कति साथीहरूलाई थाहा छैन अब म लागेँ ल अब हामी लाग्यौँ साथी कोही चाहिँदैन ल अब हामी गयौँ ल हामी लाग्यौँ है अब कति ल्याइन्छ है ए कसेर लाउनु त बुढी ठुलो भयो ल ल अलि पछाडि बोक्छ त खुकुरी ल बाई ल बाई भान्जी बाई बाई भरे म चक्लेट ल्याइदिन्छ हामी लाग्यौँ हामी डेस्टिनेसन पुगेर चाहिँ हामी बाई 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 चक्लेट लिने ल हामी बाटोमा छौँ है डेस्टिनेसन जाँदैछौँ डेस्टिनेसन पुगेर चाहिँ
हाम्रो सुभाष दाई हाम्रो बाजे ठुलो बाजे शिकार गर्न चाहिँ हामी लाग्दैछौँ। रातको समय छ, अन्धकार है। वालुप्पा हन्टिङ सेकेन्ड पार्ट हुन्छ होला सायद। यो पहिले पनि फर्स्ट पार्ट चाहिँ लगाइसकेको छ, सेकेन्ड पार्ट स्टिल हामी बाटोमै छौँ, डेस्टिनेसन पुगेको छैनौँ होइन। यो पारी सान्ने भन्छ है, झिलमिल झिलमिल बलिरहेछ बत्तीहरू। हामी लागिरहेछौँ शिकारको डेस्टिनेसन खोला लागिरहेछ। यो खेतको डिलै डिल सुभाष दाइले खुकुरी भिर्नु भएको छ साइडमा। ल हामी फाइनल्ली डेस्टिनेसन आइपुगेछौँ खोलामा। यहाँदेखि चाहिँ हामी शिकार खोज्दै जानेछौँ होइन। अब यहाँनिर पहिला पूजा गर्नुपर्ने हुन्छ, खोला पूजा। खोला पूजा गरेर मात्रै अनि खाने पूजा, खोला पूजा। यो चाहिँ हाम्रो सौगात हो। यहाँदेखि खाँदै खोज्दै जानेछौँ। यहाँ हामी लगभग अब हाम्रो डेस्टिनेसन चाहिँ इन्डिङ हो हाम्रो चाहिँ शिकार खेल्ने। यहाँ हेर्नुहोस् पसिनाको फल मिठो हुन्छ, पसिनाको फल मिठो हुन्छ। अब पसिना आइसक्यो। अब यो चाहिँ सौगात हो। यो हाम्रो सगुन, फेरि जाँड भन्नुहुन्छ होला। यो जाँड होइन नि, हामी चाहिँ सगुन सगुन। यो जाँड भन्नुहुन्छ होला, यो जाँड चाहिँ होइन नि। फेरि यो चाहिँ खोला शिकार हिँड्दाखेरि खाने यो चाहिँ सौगात हो है। माछा छ त्यो गनेउला हो। अब हामी चाहिँ डेस्टिनेसन छ नि यो पात हो। यो त त्यो हाम्रो त त्यो टोयलेटतिर त उकालो चढ्ने जस्तो छ त। ट्वार वहाँ कराउँछ। एउटा पुवार खालमा चढ्छ नि, यस्तो खालको त्यो होइन, लुते खालको त्यस्तै हो तर होइन। यो विषालु हुन्छ भने यो चाहिँ अर्कै खालको। यहाँ पहिलो शिकार ए ल भाग्दै ल पहिलो शिकार ल सुरु भयो। यसलाई चाहिँ अब चढाउनु पर्छ होइन यो। ल अब पूजा गर्नुपर्छ यसको। त्यहाँ उदिन्ने दाई होला दाई सियो। अब यसलाई चढाएर चाहिँ पहिलो शिकार सुरु भएको छ। यसलाई चढाउनु पर्छ है पहिलो शिकार। ल थपेर बस्छ। यस्तो त पाउँथ्यो नि सुभाष दाई तपाईँहरूको दिन। यो होइन त्यो अर्को खालको। यसलाई नतान्ने यो सबै तान्ने ल यहाँ सुभाष दाईले नि खोज्दै हुनुहुन्छ शिकार। एकदम खोजीमा छ शिकार। पानी हल्का पर्नुपर्छ है। वालुप्पा हन्टिङ। वालुप्पा हन्टिङ। यहाँदेखि माथि मात्रै सानो रहेछ। ऊ त्यहाँ हेर्नु त सानो होइन, यही हो पा वालुप्पा यही हो। ल समाउनु त कतिको सक्नुहुन्छ। च्याप्पै समाउनु भयो।
तर सानो खै ल सुभाष दाइले पक्रिनु हुन्छ यही वालुपा भनेको भ्यागुता भन्नु त तर यही हो भ्यागुता तर सानो छ यो त छोडिदिउँ सानो छ यो बढोस् पुरै हामी हन्टिङमा छौँ खोजी कार्य भइरहेछ शिकार हामी पुरै वालुपा खोज्नु आया लडिन्छ कि यो युद्ध स्तरमा हजुर हो नि यहाँनिर पुरै फाट्दै हिँडेको नि यो ठाउँ सबै अहिले त खुल्ला बाटो पो भएछ त हो नि वालुपा सुभाष दाइ वालुपा खोज्नु हामी युद्ध स्तरमा छौँ वालुपा पुरै सुभाष दाइ त्यहाँ भित्र हेर्दै हुनुहुन्छ वालुपा कर्कलो पन्छाउँदै यता बाजे हामी पुरै खोजीमा छौँ सर्चिङ अपरेसनमा छौँ वालुपाको त्यो छाँगा झरिरहेछ है छङ झरिरहेछ हामी भित्र हेर्दैछौँ ओ त्यहाँ ओ त्यहाँ छ त्यहाँ एउटा फेला परेछ वालुपा कहाँ खोइ चरा गुड होला त्यहाँ ओ चरा यहाँ गुड रहेछ यसको वालुपा चाहिँ बाहिर चर्नु निस्किए जस्तो लाग्यो किनकि बाहिर देखियो नि त होइन त्यही भएर ल सुभाष दाइले पहिलोचोटि समाउनु भएन पहिलोचोटि समाउनु भयो यहाँ हामी लाउँदैछौँ शिकारलाई झोला म चाहिँ बोक्ने काम हो मेरो चाहिँ बोक्ने काम ल गङ्गटा कहाँ गयो गङ्गटा पनि थियो यहाँ गङ्गटा कता गयो गङ्गटा पनि हामी ओहो यहीँबाट व्यवस्था धोती सोती सबै गइसक्यो गङ्गटा पनि डाँडेलाई मैले पक्नु खोजेँ यस्तो अर्ग्यानिक गङ्गटा ल भयो माथि जा माथि अझै माथि जा उचालो खोइ माछा ए माछै पारेन यिनीहरूले ल भयो अब भयो माछै पारेन साथीहरूले ल मेरो मोबाइल उता उमै हालिदिनु त झुल मात्रै निकाले साथीहरूले ल यहाँ मिसन फेल भयो यहाँ यस्तो स्ट्रगल छ नि
यस्तो भिर पाखामा चढेको छ नि लड हुन्छ है यस्तो छ पानी यता जङजङ झरिरहेछ होइन यता माथि ल पुरै यस्तो घारीभित्र है जाँदैछौँ हामी खोजी कार्य जारी छ नभेटे पनि यस्तो घारी बिस्तारो बिस्तारो गयो सबै ता ल मलाई तान्नु ल मलाई तान्नु ल यस्तो छङछङमा ल जाउँ है जाउँ ल यस्तो छङछङ छङछङ बगिरहेछ एक है यो त अर्कै कलर छ एक चाक त हुने रहेछ यो यसको हुन्छ क्या अब पहेँले हो नि त यो तर चङ्कोन छ यो भ्यागुतै हो नि हौ भ्यागुतै प्रजाति यो पन्जाले मात्रै फरक हुन्छ ए पन्जा त यस्तो पो हुँदो रहेछ त हाँसको जस्तो ल्यापु टाँसिने नि हातको जस्तो ए अनि दुई खालेर यसको पन्जा अर्कै छ फेरि यो भनेको पहेँले हो यो कालो खालको भन्नु नि मम्पा भन्नुहुन्छ नि यो यस्तै खालको हुन्छ त्यसको त अनि पन्जा यो छैन यिनीहरूको त फेरि माथि पन्जा अर्कै हुँदो रहेछ ल्याप ल्याप यो माथि यता देखाउनु त यसरी है माथि उचाल्नु न ए त्यति नै रहेछ ल मन पाहा पाहा मन पाहा यो र मैले यहाँनिर हाल्दै हुन्छ बङ बङ लात्ताले हान्दो रहेछ नि त ए ए ए घुमाउनेले भेटै क्या अगाडि अगाडि जान्छ होइन के हो यो कता लैजाउँ सट्टै नै यसरी लहै लहै पर्त्र भाइ भाइ भाग्नु भाग्नु भयो भयो अझै तन्केन तल तन्केन नि आयो सर्ट सट्की सट्की सट अलिकति आयो आइयो आदि कुरो आयो 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 झलुङ झलुङ दुलिएछ नि त राम्रो आयो त्यतिको आयो भने त भइहाल्यो त ल 5-6 ठाउँ आयो भने त हो चिज त्यो कमै त्यति आयो भने त घन्टाकै हालिदिनु पर्छ यो पा हो भोलि पर्सि पा यही हो तर घन्टो कि आधी आएछ होइन पा यही हो कि यही पाओ अझै हाम्रो गाडी मेरो तन्केन अझै कुदाउनु पर्छ यहाँ चाहिँ राम्रो पनि थियो नि त ठाउँ त तेरो त यहाँ कुदाउनु लाग्यो ठिक्कको ल यहाँ माछा यो चाहिँ गडेउला भन्छ गडेउला एकदम दामी हुन्छ डेलिसियस सबै पाएको बच्चाउँदै परेछ हौ यस्तो छ है दुःख घन्टो कि आधी पऱ्यो टाउको ठुलो भयो भने चाहिँ भ्यागुताको बच्चा 1-2टा त खाइन्छ होला हौ झुकिएर पायो यही हो कि खासै फरक पर्दैन मैले बुझिसकेँ यही हो भ्यागो त यही हो ठ्याक्कै हो त्यसरी झ्याप्पै पर पर भाइ पल्लो कुनादेखि आउनु अनि माथि त्यो छाल आइरहेछ नि त्यता आउनु ल पर्तिरदेखि आउनु भाइ परदेखि झ्याप्पै माथि ल ल ल ल ल तन्काएर उठाउनु पर्छ क्या तन्काउनु पर्छ त झोलङ्गी भएर उठ्दैन नि
होइन खेतमा बस्दो रहेछ नि त त्यही त उठाउँदाखेरि तल डुबेको हुनुपर्छ क्या यस्तो भिर कुना पाखा है यस्तोमा हेर्दैछौँ हामी पाखा यस्तो भिरमा वालुपा त्यो भित्र डेन्जर छ भित्र छिर्ने ठाउँ खासै रहेन रहेछ सिजन नभएर होला नत्र यो ठाउँमा धेरै पाउने ठाउँ यहाँ रहेन रहेछ वालुपा रहेन रहेछ नजाऊ पाउने यही छैन छैन यहाँ पाउने हो कि खास सुबास चाहिँ छैन यही ठाउँमा यहाँ कापोती सबै बसिराखेको हुन्छ यहाँ यतातिर अब तल झरेर तेर्छ हो बाटो चाहिँ सजिलो छ यता अर्को बाटो फाइनली हामी चाहिँ खोलाबाट बाहिर निस्किसकेछौँ शिकार जे जति मार्न सक्यो झोलामा छ त्यो भरै देखाउनेछौँ अनि हामी चाहिँ डेस्टिनेसनसम्म पुगेर हामी फर्किसकेछौँ यहाँ अर्को शिकार पनि यहाँ रुखमा हेर्दै छ कि भन्दै किनकि हामी शिकार गर्ने हिँडेको मान्छे जे शिकार भेटिन्छ त्यही चाहिँ बटुल्दै जाने भनेर हामी फर्किँदैछौँ भेटेसम्मको लिएर जान्छौँ है त यस्तो छ बाटो जङ्गलको बाटो है यस्तो अनकन्टर हामी 3 जना छौँ पुरै मूल पानी हो यो यहीँ चाख्नु त खतरा छ चिसो छ चिसो अनि मिठो यो चाहिँ नेचुरल यो चाहिँ जहिले यत्तिकै आउँछ योभन्दा सानो हुँदैन हिउँदमै यत्रो छ कस्तो दामी क्या कस्तो चिसो क्या यस्तो चाहिँ काठमाडौँमा यो पाएन ल यहाँ बसिराख्नु भएको छ वन मान्छे जस्तै बसिराख्नु भएको छ ओडाहरू पनि आयो ल बसौँ यहाँ हामी चाहिँ यहाँ एकछिन बसेर आराम गरेर हामी फेरि त आउँछौँ घरतिर रातभरिको शिकार कान्छा बाउको अनुहार के भन्छ नि के भन्छ अरे ल रात बग्रीको शिकार कान्छा बाउको अनुहार भने यो हो यो वालुपा भन्छ भ्यागुता हो यस्तो दुःख गरेर ल्याएको भ्यागुता बाजे अलिक ठुल्ठुलो हुनु पर्ने होइन सिजन छैन त्यही सोचेको सोध्न चाहिँ अब हामीले चाहिँ आजको शिकारलाई चाहिँ नकाटौँ है व्यवस्था गर्दैछौँ
होइन यतिकै भुटौँ न भन्नु खोजेको के काटेर व्यवस्थाको सबै लागि मिक्सिङ हो चाहिँ मिक्सिङ पुरा मिक्सिङ यो पेस्ट बनाउँदैछौँ यो ल्याएर जडीबुटीहरू पिस्दै हुन्छ सबै यता आगो बलिरहेको छ अलिकति चिसो चिसो नि भयो धेरै हामी खोलामा पानीमा हिँडेको कारणले ठ्याक्कै अहिले चाहिँ हामी 12 बजेको समयमा यसरी चाहिँ वालुक्पालाई हामी उलुक उलुक गरेर अहिले खान्छौँ एकदमै यो मिलन बन्धुको मेहनत र हाम्रो यहाँनिर दाइको मेहनत यो चलिरहेको छ नन्दु कस्तो लाग्यो त आजको एकपल्ट मेमोरेबल एकदम यो बिर्सनै नसकिने क्षण हामी तातो तातो खोजेर तातो तातै खाएर तातो तातै सकाउनु पर्ने छ यो उज्यालो नभइसक्नु पर्ने त्यही भएर चाहिँ यहाँ हामी राति पनि लागि परिरहेछ मसलाको सेन्ट दामी आइरहेछ दामी दसैँको जस्तो दसैँमा जस्तो यस्तो वालुक्पा यहाँ छ वालुक्पा खाने हामी 3 जना यो चलेको छ यो चलेको गर्दो रहेछ वालुक्पा त नसकिने रहेछ त्यसलाई खाइसकेपछि यो 1 करोडको माल नसकिने हाम्रो दाइले फ्राई गर्नको लागि एकदम तयारी गर्दै हुन्छ एउटा वालुक्पा चाहिँ भाग्न खोज्दैछ हामी तर भाग्न दिँदैनौँ असली फ्राई हुन्छ मेरो लुगा खोल्देर पनि भाग्न दिँदैन आइसक्यो सबै पोथिदिएको सानो अन्डै अन्डा छ यो अन्डा थियो सबै अन्डै गङ्गटो वालुक्पा कस्तो छ पाब यस्तै खालको काटिएन डोलो है डोलो घिनाउनु भएन पुरै यिनीहरूले खुट्टा तान्न थाल्यो त पुरै यस्तो भइरहेको छ खुट्टा तान्न थाल्यो त यस्तो हो यस्तो भइरहेको छ अघि यस्तो गर्दै थियो अहिले त खुट्टा तान तेलमा पऱ्यो भने त एक टुक्रा झोड्नुपर्छ झोडिएन र खतरा फरक हुन्छ अब कुरुम हुन्छ होला नि त गङ्गेटा ढुङ्गिटा सबै अन्डा सन्डा सबै त्यो पुरै छाला खुइल्काउनु पर्दछ नि छाला पनि हाम्रो खुर्क्याउनु पर्छ दबाई भनेर छाला त यस्तो सर्ला यो चाहिँ एकदम असली यो चाइनिज है यो बडी बिल्डर वालुक्पा हो यो एकदम यहाँभित्र भने सबै थोक पाकेको छ यसमा गडेउला पनि छ गङ्गटा पनि छ वालुक्पा पनि छ सबै यो मिक्सिङ आज बाजेको यो कला हेरौँ आज कस्तो बनाउनुहुन्छ अनि यहाँ मसला यहाँ छँदैछ यहाँ टमाटर है हामी चाहिँ जस्तै आगो आज पोखरीमा के अरे दहमा डुबिएर चाहिँ वालुक्पा झिक्यो आज वालुक्पा गडेउला झिकेको आज भिजेर ढुट्टो पहिलो ट्राई हुँदैछ वालुक्पा घन्टा कि 1-2टा त छिरो होला हौ त्यसमा सबै छानेको एउटा चाहिँ आएछ घन्टा के पनि होला एउटा त्यही वालुक्पाकै बच्चा हो त्यही हो त्यही एउटा चाहिँ आएको थियो ल अब यहाँ आगो पनि ताप्नुपर्छ आया कता हो आगो ताप्नुपर्छ चिसो चिसो अहिले यस्तो अवस्थामा पुगिसकेछ
यो गङ्गटा बिङ्गिटा, यो वालुप्पा। अर्को यहाँ डल्ली भैँसीको मही पनि यहाँ बन्दैछ भाले। यो के हो आधा रातमा के जोस चलेको यो मरि दुःख गरेको नि खानेकै लागि होइन। ल डल्ली भैँसीको मही आफै गर्दै हुनुहुन्छ। यता अर्को यो आफ्नै खोला खोल्सीको यो लोकल होइन यो वालुप्पा। अनि यो एकदमै औषधि हो यो पाक्दैछ। ए शनिबारको त आज त लास्टै फेरि ओखती हो यो वालुप्पा, शनिबारको ओखती हो। तर यो हड्डी मात्रै पो देखिन थाल्यो सुरज दाइ, क्यासर लाग्ला है। मलाई एकदम कौतल भइरहेको थियो पाकेर चाहिँ म कसरी खान्छु, मनमा कता कता भ्यागुतै हो कि भन्ने लागिरहेको त्यही पनि आज ट्राई गर्नेछु कस्तो हुन्छ। सबैको अनुभव लिनु पर्यो। खास भन्नु भ्यागुतै हो कि जस्तो भ्यागुतै हो जस्तो लागिरहेको छ। अब हामीले भ्यागुतै खुवाइदिउँ त अझै। ए एकदमै यो रेडी भइसकेको छ होइन। अनि यता चिया पनि रेडी हुँदैछ। काटेको भए चाहिँ डल्ली भैँसीको मही चिया जस्तै जाँड चाहिँ होइन, यो फेरि जाँड भनेर हुन्छ होला, जाँड होइन यो चिया हो। हजुर चाहिँ कता कता भ्यागुता अझै आत्मा मानिरहेको छैन। सिला सिला त सबै होइन नि यस्तै यो किन काटेको भए मजाले खरिन्थ्यो। ल आज म पनि चाख्दैछु। यो गरम ल चढाउनु पर्छ। चढाउँ दाम चाहिँ दामी बनिएछ। फर्स्ट टेस्ट। ल फर्स्ट टेस्ट भ्यागुता नि होइन अब त ताओ वालुप्पा खै उता देखेन, उतातिर तपाईँको अनुहारतिर देखाउनु। पहिलो टेस्ट ल भ्यागुता भयो भने अच्छा भएछ होइन नि ठिक छ नि। मासु त गजब छ हो। यसलाई त नि चाइनिज सिस्टम क्या मैले भने भक्भक उमालेर सुप खानु राम्रो। सुप चाहिँ राम्रो हो कि खालाई निकालेको साथी माछा खोइ कहाँ छ त कहाँको माछा। यो गङ्गटाको खुट्टा गजब गरी खानु हो नि त। खतरा छ नि गङ्गा त कहिले नखाने गङ्गटा र यो छापमा कहिले खाँदिन थियो नि त म। अन्त बाहिर क्या त्यसलाई यत्रो महँगो कि कुन दिन्थ्यो क्या बाहिर त्यो समुद्रको क्या ए मिठो नहुने विदेशमा खतरा। यो अलिक हतार गरिएछ क्या त्यसलाई चाहिँ भग टेस्ट खतरै हो नि। छिट्याएरसम्म हो यो त्यो उयो इन्डियातिरबाट ल्याएको माछा खानुभन्दा त यो पो राम्रो होला। औषधि हुन्छ यो। सुभाष दाइ अब जाँदै हुनुहुन्छ होइन, भर्खर आएको जस्तो लाग्छ। फेरि अब बस्नु भन्दा हुने रहेछ। ऊ यहाँ घोडाहरू रेडी छन्, हावा चलिरहेछ आज फेरि। आम्मा के नि यस्तो, अब कसरी जानुहुन्छ नि? रोकेर जाँदा हुन्थ्यो। टिनहरू सबै उडाइरहेछ यहाँ त्यहाँ तल। ल आम्मा अब वालुप्पा खायो अब हिँड्यो। ल
तलसम्म जाउँ ल सबैजनालाई ल जय नाना हामी लाग्यौँ है तलसम्म आउँछु नि बाई बाई ए हस् हेलो चक्लेट 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 ए टिप्ले 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 हावा कस्तो चलेको आज के साह्रो चलेको हावा लास्टै चलेछ आज सबैजना अब गइहाल्यो अब सलुप्प भएर ल अभिमान सर बिस्तारो जानु के अरे जङ्गलमा जाने हावा रोकेर मात्रै जानु जङ्गल साइडतिर ठुलो ठुलो रोक्क नत्र त्यस्तो ए आइपुग्नु भएको छ उहाँ बिदाई हुन्छौँ अब चाहिँ ल बिस्तारो जानु होला पुगेर कल गर्नु होला बाई 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 हावा चल्यो ल बिस्तारो जानु है ल